Oh my god, I am absolutely shocked and sad to know that काठमाडौँ क्षेत्र नम्बर 3 बाट वान अफ द मोस्ट प्रमिसिङ क्यान्डिडेट कुलमान दाई हार्नुभयो। म त 100% जस्तो नै थिएँ होइन, जे जस्तो भने कुलमान दाईले नै जित्नुहुन्छ। अब हिजो जे जस्तो बोल्नु भए पनि मान्छेको, किन भन्दाखेरि हि हेज प्रुभन हिमसेल्फ टाइम एन्ड अगेन। अब हिजो 18 घन्टा जस्तो लोड सेडिङबाट आज हामीलाई साँच्चीकै उज्यालो नेपाल उहाँले बनाइदिनु भएको छ। म चाहिँ मान्छेले होइन राजसभाबाट अरू उठे पनि त्यो ठाउँ चाहिँ कुलमान दाईले नै जित्नुहुन्छ भन्ने लागेको थियो। अब तर अब अहिले चाहिँ अब राजसभालाई जिताउने चक्करमा त्यो बहुमतको चक्कर मलाई त्यस्तो लाग्न थाल्यो कि राजसभाबाट डमी नै उठाएको भए पनि सायद राजसभालाई नै जिताउने रहेछ भन्ने जस्तो लाग्न थाल्यो। नो डिसरेस्पेक्ट टु हाम्रो राजु सर, बट आई थिङ्क कुलमान दाई वाज एन्ड इज मोर डिजर्भिङ देन राजु सर। अब हेरौँ, अब राजु सरले पनि अब उहाँको काम पनि देखिहालिन्छ, गर्नु पनि भयो हो। अब सफल कार्यकालको शुभकामना। अनि कुलमान दाईले अब सायद हिजो एक दुईवटा कुराहरू त्यो कुराहरू अलिकति नगरिदिनु भएको भए चाहिँ सायद द रिजल्ट वुड ह्याभ बिन डिफ्रेन्ट। उहाँले भनेको 2-4वटा कुराले चाहिँ मान्छेहरूमा अलिकति त्यो शङ्का भनौँ कि अब त्यही कुराले उहाँलाई साबटाज गर्यो भनौँ अब एक हिसाबले। बट जे भने उहाँले आफ्नो काम गरेर देखाउनु भएको छ र म लगायत सम्पूर्ण नेपालीले चाहन्छ हजुरलाई देखि नै रहौँ। हजुरलाई देख्दा साँच्चीकै नै केही न केही आशा चाहिँ नि पलाउँछ मनदेखि। यो मान्छेले चाहिँ के गर्छ भन्ने मनमा साँच्चीकै नै आशा आउँछ। त्यही भएर कतै न कतै चाहिँ हजुरलाई फेरि पनि देख्न पाऊँ होइन, सांसदमै नआछै, मन्त्रालयमा नआछै, तर कुनै न कुनै क्षेत्रमा चाहिँ तपाईँलाई देख्न पाऊँ होइन अझै। अनि हजुरले अहिलेसम्म गर्नुभएको सम्पूर्ण कार्यको लागि चाहिँ एकदम मनैदेखि धन्यवाद, सराहनीय छ त्यो कुराहरू। यति नै भन्न चाहन्छु। बट अल द बेस्ट विसेस कुलमान दाई एन्ड बेस्ट विसेस राजनाथ सर। होपफुली तपाईँको कार्यकाल एकदम सफल रहोस्। शुभकामना, धन्यवाद।